मेरो दिदी यहाँनिर घाँस के काट्दैछ हौ? आलुको बोट काट्दैछ। आलुको बोट काट्दैछु। आलुका बोट ठुलै ठुलै छन्। आलुका बोट ठुलो भएको कारणले आलु पनि ठुलै छन् भन्ने लागेको छ हामीलाई चाहिँ। आजदेखि आलुको काम सुरु गरियो गाइजहरु। अब भरि नसके भोलि पर्सिसम्ममा त आलु खन्नु सकिन्छ होला दिन गराछ। यस्तै काम चलिरहेछ। ए काँटा नभेटेर हो? ए फाइनल्ली यतिको फलेको छ है आलुहरू। हेर्नु त राम्रै फलेको नि यो आलु यतिको राम्रै फलेको छ। खन्दैछौँ है हामी चाहिँ। खन्ने क्रम जारी छ। यति भयो बोरामा भर्खर सुरु गरेको यति हुँदैछ। फाइनल्ली बा पनि आउँदै हुनुहुन्छ उताबाट। बहिनी र म बोट काट्ने। यति काम सकेका छौँ। 2 बोरा भइसक्यो। यता अल्छी लाग्यो भन्दै बसिराख्नु हुन्छ। आराम गर्ने टाइम भएको छ। देख्न सक्नुहुन्छ काइते भन्दैछ एउटा। रेस्पेक्ट भन्ने पटक्कै जान्दैन। ठुलालाई कसरी रेस्पेक्ट गर्ने, सानालाई कसरी माया गर्ने भन्ने कुरा पटक्कै जान्दैन।